सुपा देउराली मन्दिर अर्घाखाँचीको सुपा देउराली गाउँपालिका 4 मा अवस्थित एक प्रख्यात शक्तिपीठ हो। देवी भगवतीको मन्दिरको दर्शनका लागि मात्र नभई यहाँको प्राकृतिक सुन्दरताले पनि दर्शनार्थीलाई आकर्षित गर्छ। मन्दिरको पारीपट्टिको डाँडाकाँडा पार गर्दा एउटा रमणीय गाउँ पर्छ, जसको नाम हो भिम्मले। यही गाउँमा आफ्नो परिवारको साथ बस्नुहुन्छ एक कर्मठ र मेहनती कृषक जीवनारायण थापा। थापाजीले आफ्नो जीवनलाई कृषिसँगै जोड्नु भएको छ। उहाँले उखु, केरा, काँक्रा, फर्सी, कोदो, फूल खेती, टिमुर खेती जस्ता विभिन्न कृषि कार्यहरू गर्दै राम्रो आम्दानी गर्नुभएको। हाम्रो अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिरको पारीपट्टि भिम्मले भन्ने ठाउँमा मेरो मामाश्री घरतिर अखु खेती गर्दै, यो सबै अखु खेती हेर्नु त साथीहरू, हेर्दै जानुस्। अर्घाखाँची जिल्लामा नै अखु खेती सुरु भइसकेको छ। सुपा देउरालीमा बेचिन्छ यो अखुको जुस। त्यो पोहोर लगाएको बिउ हो भने यो अहिले नयाँ हेर्नु यत्रो भइसकेको छ। ल साथीहरू, हाम्रो सुपा देउराली मन्दिर अर्घाखाँची जिल्ला पारीपट्टिको डाँडो भिम्मलेमा मेरो मामाश्रीले यसरी अखु खेती गर्नु भएको छ है। अर्घाखाँचीमा नि अब अखु खेती चल्छ। त्यो पारीपट्टि 1 वर्ष अगाडिको अखु खेती लगाइएको थियो भने यो अहिलेको बिउ, 4 वर्ष अगाडि लगाइएको अखुको बिउ हेर्नु साथीहरू। अहिले पनि यस्तो हो, मतलब भन्नाले 4 वर्ष लगाएको भए अब यो काटेको त पोहोर हो नि। यसरी अखु खेती गर्न सकिन्छ है साथीहरू। अर्घाखाँची जिल्ला सुपा देउराली मन्दिर यो कतिको चल्छ मामा? बेसरी दिनको यहाँ चल्छ, बिक्री मजाले हुन्छ। मजाले फ्याद रूपमा अखु खेती गर्नुहुन्छ हाम्रो मामाश्रीले र एकदमै राम्ररी चलिरहेको छ, बिक्री राम्ररी भइरहेको छ अर्घाखाँची जिल्लामा पनि। हेर्नु साथीहरू, तपाईँहरू पनि कोही इच्छुक हुनुहुन्छ भने सुरु गर्दा हुन्छ। यसो सल्लाह सुझाव बुझेर लिएर अखु साथसाथै हाम्रो यहाँ अर्ग्यानिक केरा खेती पनि भइरहेको छ साथीहरू। एकदम राम्रो तरिकाले यता उखु उता केरा, अमिलो फर्सी पनि हेर्नुहोस्, गाउँघरको लोकल अर्ग्यानिक। हेर्नुहोस् यहाँ मजाले फलेको छ, खानामा पनि उत्तिकै मिठो। एक गाडी हेर्न सक्नुहुन्छ। कत्रो कत्रो काँक्रा हुन्छ नि यता, कति ठुलो। त्यहाँ पनि छ। गाउँघरमा पनि यस्तो राम्ररी खेती गर्न सकिन्छ है साथीहरू। केरा, काँक्राहरू फल्छ, एकदमै पौष्टिकयुक्त, खानामा पनि एकदमै राम्रो। काँक्राहरू पनि हुन्छ। गाउँघरमा यस्तो खेती गर्न सकिन्छ साथी। फुल खेती साथीहरू सुपा देउरालीमा सुपा देउराली मन्दिरमा क्षेत्र वरिपरि मन्दिरको लागि प्रभावकारी गुणस्तरीय फुलहरू खेती हुँदैछ यहाँ एकदमै राम्रो तरिकाले। यो हाम्रो कोदो खेती हेर्नुहोस्, यसरी बिउ उब्जाउन सकिन्छ हामीले। तल फेरि उखु खेती साथीहरू, उखु बढी मात्रामा उखु खेती गरिएको छ यता। यो घाँस पनि हाल्नुहोस्, घाँस अखुको हेर्नुहोस्, अझै छन् नै भन्छ। अझै छन्, साथमा पनि रहनु होला। अब यता जाम। यो हाम्रो टिमुरको बुट्टा, टिमुर खेती पनि गर्दै हुनुहुन्छ हाम्रो मामाजीले। यहाँ धेरै प्रकारका खेतीहरू एकदमै राम्रो तरिकाले। भित्र जानुस्।
यहाँ हाम्रो केरा खेती भइरहेको छ यता यता फेरि उँखु खेती यो तराईको औँखु ल्याएर विचार गर्नु हो। यो हाम्रो तराई क्षेत्रदेखि औँखु ल्याएर विचार गरेको उब्जाउन लागेको एकदमै राम्रो भइरहेछ केरा हेर्न सक्नुहुन्छ यस्तरी फलिरहेको छ राम्ररी अर्ग्यानिक गाउँघरको लोकल बेसार खेती भरपुर मात्रामा हेर्न सक्नुहुन्छ हजुरहरूले एकदमै राम्रो तरिकाले बेसार खेती पनि गर्नुभएको छ फेरि औँखु खेती उता जुम गरेर देखाउँछु हजुरलाई अर्को उँखु खेती उता भइरहेको छ साथी केराका बोट बिरुवा केराका बोट हेर्न सक्नुहुन्छ हेर्नु साथीहरू 80 वटा कोसा अर्ग्यानिक जीविका अर्घाखाँची जिल्लाका मान्छेहरू जाग्नुस् भन्नु अब अर्घाखाँची जिल्लाका मान्छेहरू जाग्नुस् है हेर्नुस् यो मन्दिरले गर्दा तपाईहरूले खेती गरेर पनि राम्रै रूपमा आम्दानी गर्न सक्नुहुन्छ कोही लिएर जान पर्दैन यही मन्दिरमै बिक्री गर्न सक्नुहुन्छ त्यो पनि मामाले गरेकै हो त्यहाँ हजुरहरूले जोतेको देख्न सक्नुहुन्छ अर्को जग्गामा पनि त्यहाँ उँखु खेती सुरु गर्ने हो हाम्रो मामाले गरिसक्नु भयो साथीहरू यो हेर्नुहोस् म जुम गरेर देखाउँदैछु हजुरलाई त्यो सबै अर्को जग्गामा उँखु खेती सुरु गरिसक्यो हेर्नु साथीहरू एकादशीमा खनेर खाने फलार केरा तरुल हेर्न सक्नुहुन्छ हजुरहरूले पिडालु सबै प्रकारको खेती गरिने रहेछ यता उँखु खेती भरपुर मात्रामा उँखु खेती भइरहेको छ यहाँ गर्नुभएको छ हाम्रो मामाले फेरि अर्को केरा साथीहरू हेर्न सक्नुहुन्छ टिमुर खेती उता केरा उता उँखु यता फेरि झिलङ्गी हेर्न सक्नुहुन्छ साथी झिलङ्गी म जुम आउट गरेर देखाउँदैछु हाम्रो यो नयाँ अमिलो फलेको छ साथीहरू म देखाउँदैछु हजुर तराईको बिउ फेरि पनि यहाँ लगाइएको छ राम्रै भइरहेको छ यो पहाडमा एउटा मानिसले पनि यत्रो धेरै खेती गरेर जीविकोपार्जन गरिराख्नु भएको छ ठुलो अमिलो बेउरा भन्छन् यसलाई बेउरा भन्दो रहेछ गाउँघरको भाषामा हेर्नु फल्दैछ यो पनि फेरि थप अरू केराहरू पनि लगाइएको छ र यो एकदमै राम्ररी फल्न लागिसकेको छ अब हेर्न सक्नुहुन्छ हजुर हाम्रो मामाको घर यो हाम्रो मामाको घर सबै देखिरह यही घरमा बस्नुहुन्छ र यत्रो धेरै खेती गरेर राम्रै जीविकोपार्जन गरिराख्नु भएको छ गाउँघरमा बसेर पनि ल मामा भनिदिनुहोस् केही अब मैले हजुर ल मेरो घर चाहिँ अर्घाखाँची जिल्ला सुपादेउराली मन्दिरको ठ्याक्कै पारिपट्टि भिम्मले भन्ने गाउँ सन्धिखर्क नगरपालिकामा रहेको छ र मेरो चाहिँ उद्देश्य खास गरेर के हो भन्दाखेरि मैले चाहिँ औँखु खेती गरेर यही हाम्रो रहेको सुपादेउरालीमा जति पनि पर्यटकहरू आउनुहुन्छ यही नै पिलाउने मेरो उद्देश्य थियो। आजभन्दा 4 वर्ष अगाडि र मैले 2 वर्षदेखि पिलाउँदै आएको छु र अब पनि मेरो यो उद्देश्य भनेको पुरै अर्घाखाँचीमा साथीहरूलाई आफूले पनि गर्ने र अरूलाई पनि सिकाउने उद्देश्य रहेको हुनाले मैले यो गरिरहेको छु। अबका साथीहरूलाई भन्न चाहन्छु कि यो चाहिँ औँखु खेती गरेर हामीले केही गर्न सक्छौँ कि भन्ने आशा लिएर आएको थिएँ र अब गरेर पनि देखाएर अरूलाई पनि सिकाउन चाहन्छु। कोही गर्न सक्ने मानिसहरूलाई इच्छुक भएकालाई अब कोही जस्तै कि यहाँको बाँझो जग्गा बजाएर तराईतिर गएर बस्न भन्दा पनि
ओखु खेती गर्दा पनि हुन्छ। अब कसैको मनमा लागेका कुराहरू केही छ भने कमेन्ट गर्नुहोला। र अब म चाहिँ हजुरलाई धेरै के भनौँ, अब सकेसम्म अरूले पनि यस्तै गर्दा राम्रो हुन्छ। जग्गा नबजाउने, तराई बसे पनि पहाड बसे पनि थोरै भए पनि जग्गा खनेर आफ्नो चाहिँ खेती गर्न सक्ने योग्यता छैन भनी पनि जग्गा त बाँचियो। र अब त्यही जग्गा खनेर औँखु लगाइदिनुहोस्। र औँखुको खेती पनि एउटा चाहिँ व्यापारै हो हजुरको लागि। र अब तपाईँले पेलेर बेच्न नसके पनि पेल्नलाई केही दिक्कत छैन। तपाईँको औँखु घरैबाट बिक्ने उद्देश्य छ। अब तपाईँले खेती गर्दा हुन्छ। मेरो भन्नको निमित्त यही नै हो। र अब केही कुराकानी छन् भने, केही जोडिन चाहनुहुन्छ भने औँखु कसरी लगाउने, कति बेला लगाउने, यसलाई के गर्न पर्छ, कसरी यो खेतीलाई अगाडि लिन सकिन्छ, यो जग्गा बाँझो जग्गामा कसरी लगाउने र जग्गा नबजाउने भन्ने तपाईँले केही कुराकानी सोधपुछको लागि सम्पर्क गर्न हुनु सक्नेछ। मेरो फोन नम्बर रहेको छ 9847745424। र म घरमा यो खेती गर्दा गर्दै पनि हप्तामा कमसेकम एक दिन मैले घरको हेरफेर गर्छु। र मेरो तल राजुबास सिद्धगङ्गा नगरपालिका झोलुङ्गे पुल भन्नेमा एउटा चाहिँ पब्लिक होटल भन्ने रहेको छ। म चाहिँ त्यहाँ हजुरसित जुनै पनि बेला त्यहाँ चाहिँ भेट हुन्छु। हजुरसित जोडिन चाहेपार कुराकानी गर्न पनि मैले सक्छु। क्यामेराम्यान पवन घिमिरेसँगै यो भिडियोमा हामीले कृषिसँग सम्बन्धित जीवनारायण थापाजीलाई भेट्यौं। भिडियो हेरेपछि आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।